एउटा सानो गरिब गाउँमा समुद्रको किनारमा एक माछा मार्ने बुबा र छोरा बस्थे। तिनीहरूको जीवन सरल तर कठिन थियो। बुबाले जुनसुकै दिन माछा समातेर आफूसँग ल्याउँथे र त्यसैमा गुजारा चलाउँथे। गरिबीका बावजुद उनीहरूको आपसी सम्बन्ध निकै मजबुत थियो र छोरा गरिबीमा पनि कहिल्यै गुनासो गर्ने थिएन। एक दिन साँझ बुबा माछा समात्न जान्छ र अचम्मको कुरा हुन्छ। त्यतिखेर उसले आफ्नो जालमा एउटा अचम्मको भारी वस्तु महसुस गर्छ। उसले तीव्रता साथ तान्दै जाँदा आश्चर्यजनक रूपमा एउटा पुरानो जङ्ग लागेको मटकी जालमा फसिरहेको देख्छ। बुबा अचम्मित हुँदै घर ल्याएर आफ्नो छोरालाई देखाउँछ। हेर्नु मैले के पाएँ, बुबा भन्नुहुन्छ मटकीको समुद्रको नुनबाट सफा गर्दै। छोरा अचम्मित भएर मटकी हेर्छ। यसको सतह चिल्लो छ र अनौठो ढङ्गका चिन्हहरू छन्। बुबा भने खाना तयार पार्न व्यस्त भएकोले मटकीलाई टेबलमा राखेर व्यवस्था गर्छ। तर छोरा ध्यान दिएर हेरिरहेको छ। त्यतिखेर चाँदनी रातको उज्यालोमा मटकीबाट हल्का उज्यालो निस्किरहेको थियो। छोरा केही नभनी चुपचाप त्यसलाई निहारिरहन्छ। अर्को बिहान चमत्कारी घटनाको आरम्भ हुन्छ। जब बुबा मटकीलाई हेर्छ त्यहाँ भित्र केही सुनका सिक्काहरू चम्किरहेका छन्। बाप अचम्मित हुन्छ तर सोच्दैन, तुरुन्तै सिक्काहरू उठाएर बजार जान्छ। त्यो दिन उसले धेरै माछा र सामग्री किनेर एउटा महिनाभरको खानाको व्यवस्था गर्छ। अब उनीहरू भुखाबाट मुक्त छन्। तर समयसँगै मटकीबाट हरेक दिन नयाँ सुनको सिक्का निस्कने क्रम जारी रहन्छ। बुबाको लोभ बढ्दै जान्छ। अब उसलाई केवल परिवारलाई पाल्न पर्याप्त छैन। चाँडै उसले एउटा ठूलो र नयाँ घर किन्यो। हामी अब यस्तो जीवन जिउने छैनौँ, बाप गर्वका साथ भन्यो। तर छोरा चिन्तित थियो। उसले बापको लोभलाई महसुस गर्दै चुपचाप यो सबै हेरिरहेको थियो। अर्को कुरा, बापले एउटा महँगो मोटरसाइकल किन्यो। बाप अब गाउँभरि त्यस मोटरसाइकलमा घुम्दै आफ्नो सम्पत्ति देखाउँदै हर्षित थियो। यो सबै मटकीको जादु हो, उसले भने, र हामी यसलाई सधैँ राख्नेछौँ। तर छोरा भने उत्साहित थिएन। उसले महसुस गरिरहेको थियो कि उनीहरूको धनसँगै केही गुमिरहेको छ। एक दिन जब बुबा मोटरसाइकल चढेर गाउँमा घुम्दै थियो, उसले एकजना बुढो मानिसलाई भेटे जसले भिक्षा माग्यो। मसँग तिमीलाई दिने केही छैन, बुबा बेरुखीका साथ भन्छ र जान्छ। तर बुढो मानिसको आँखामा गहिरो ज्ञान थियो र उसले भन्यो, तिम्रो लोभ तिमीलाई पतनमा पुर्याउनेछ, माछा मार्ने मान्छे। त्यस रात बुबा मटकीको समक्ष उभिएर सिक्का सङ्कलन गर्दै थियो। एउटा विचार उसको मनमा आयो। के मटकी अझ शक्तिशाली हुन सक्छ? के यसले अझ धेरै धन दिन सक्छ भने? यदि म यसलाई पूर्ण रूपले प्रयोग गरेँ भने? उसले ठानी र एक हतियार उठाएर मटकीलाई तोड्न थाले। म यसलाई तोड्नेछु र यसको जादुलाई आफ्नो नियन्त्रणमा राख्नेछु, उसले नारा लगायो। उसले मटकीलाई टुक्रा टुक्रा पार्न सुरु गर्यो। पहिलो प्रहारले मटकीलाई नतोडेको देख्दा उसले निरन्तर प्रहार गर्न थाल्यो। दोस्रो, तेस्रो, चौथो प्रहार मटकी अझै अडिग थियो र एक झट्कापछि मटकी टुक्रा हुँदै चिटी भई चुर भयो। त्यसपछि अचानक चुपचाप सबै कुरा हराउँछ। एक पटक मटकी टुटेपछि उसको सम्पत्ति हराए। सुनका सिक्काहरू, नयाँ घर, साइकल सबै हराए। उसले आफूलाई अज्ञात पुरानो हर्षशून्य झोपडीमा पाए। छोरा उसको समक्ष उभिएर अनौठो दृष्टिले हेरिरहेको थियो। बाबा, छोरा भन्छ, तिमीले के गर्यौ? बुबा निकै पछुतो गर्दै भूमिमा बस्छ। उसले थाहा पायो कि आफ्नो लोभले उसलाई सबै कुरा गुमाउन बाध्य बनायो। छोरा आफ्ना बुद्धिले मृदु आवाजमा भने, हामी पहिले पनि खुसी थियौँ, होइन त? बाप नम्र भएर आँसु झार्दै हाँस्छ। त्यस रात उनीहरू फेरि पहिलेको सादा जीवनमा फर्किए। उनीहरूले थाहा पाए कि साँचो सम्पत्ति केवल रजत र धनमा होइन, एक अर्कामा रहेको प्रेम र शान्तिमा छ। र त्यसपछि यद्यपि उनीहरू गरिब भए पनि उनीहरूको जीवन समृद्ध भएको थियो, कारण उनले सिकेका जीवनका सबैभन्दा महत्त्वपूर्ण पाठको मूल्य थाहा पाए।